नेपालको सुदूरपश्चिम प्रदेश बझाङ जिल्लाको काखमा लुकेको एउटा प्रकृतिको अनुपम टुक्रा सुरमा गाउँपालिका। 270.8 वर्ग किलोमिटरको सीमित भूभाग र करिब 9,000 जनसङ्ख्या बोकेको यो पालिका क्षेत्रफल र जनसाङ्ख्यिक हिसाबले सानो लाग्न सक्छ। साविकका 2 दुर्गम गाविसहरू सुरमा र दौलीचौर मिलेर बनेको यो भूगोल ऐतिहासिक, धार्मिक, पौराणिक र पर्यटकीय दृष्टिकोणले भने जिल्लाकै मात्र होइन, सिङ्गो सुदूरपश्चिमकै एउटा विशाल केन्द्र हो। देवभूमि सुरमा सरोवरको काखमा लुटुपुटु भएको यो धरती प्राकृतिक रूपमा जति समृद्ध छ, यसको सांस्कृतिक विरासत उत्तिकै प्राचीन र गहन छ। हिमालका टाकुराहरूबाट बग्ने चिसो हावा र रैथाने संस्कृतिले सजिएको सुरमा आफैमा एउटा जीवित इतिहास हो। यहाँका पाखा पखेरा, परम्परागत बस्ती र प्राकृतिक छटाले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछन्। तर यो सुन्दर भूगोलभित्र वर्षौंदेखि एउटा अर्कै सामाजिक यथार्थता बाँचिरहेको थियो। यो 2-4 वर्ष अगाडि भन्दा अहिले धेरै सुधार भइरहेछ। पहिले हामी कहाँ यो सुरमा देवीको कारणले हामी त्यो घरभन्दा अलग्गै ती छाउकोट बनाएका थिए केही वर्ष अगाडि। तत्काल अहिले हामी जुन घरमा बस्छौँ त्यसैको घरमा राख्ने गरेका छौँ। अनि जुत्तै छाउकोटी हाम्रो वडामा भेटाउन सकभर सुरमा गाउँपालिका नभयो 4 नम्बरमा भेटाउन सकिँदैन, अहिले छैन। अनि त्यस्तो अहिले जुन पहिलेको जस्तै अब पुरुषहरूले एकता गर्ने अनि जाँड रक्सी खाएर धेरै दबावमूलक हुन्थ्यो केही वर्ष अगाडि। तर अहिले त्यस्तो छैन। महिलाहरूले नै हरेक ठाउँमा अग्रसर भएर सभा सम्मेलनमा जाने भेटाएको छ। अहिले त्यति पहिलेको भन्दा धेरै सुधार आएको देखिन्छ। यही हिंसा त्यस्तो छैन। त्यो पहिलेको जस्तो केही वर्ष अगाडि धेरै अब सुनिन्थ्यो, जसै ओडामा पनि आउँथ्यो होइन, चौकीमा जान्थ्यो। अहिले फाटफुट्ट होला कतिपय नबुझ्ने कारणले। अब त्यो त दोहोरो हुनसक्छ, कहिलेकाहीँ महिलाको पनि कुराले हुनसक्छ, पुरुषको। तर अहिले त्यस्तो अहिले हामी पनि यो उसमा छौँ, यो के अरे न्यायिक समितिमा, हाम्रो वडाको न्यायिक समितिको संयोजक हो म। खासै त्यसो यो 1-2 वर्ष भयो हामी कहाँ अहिले उजुरी भन्ने केही छैन। फाटफुट्ट कहिलेकाहीँ 1-2 हुन्छन्, हामी सहमतिमा मिलाउँछौँ। त्यस्तो हामी कहाँ त्यो अहिले केही जानकारी आएको छैन। जातीय विभेदमा त अब हाम्रो यही हो, कहिले यो हाम्रो त्यस्तो मानिसबाट व्यक्तिबाट विभेद भएको छैन। हाम्रो यो एकदम सुरमा देवी छिपिली भएको कारणले एकदम उनकै पुरानो परम्परा अनुसार, जस्तै हाम्रो यो मन्दिर छ, हामी अहिले बसेको ठाउँ छौँ, यसमा जो कोही जाने बुझेको आफै पनि आउन मान्दैनन्। त्यस्तो खासै विभेद छैन। बालविवाह पनि हाम्रो 2-4 वर्ष अगाडि, हाम्रो 7-8 वर्ष अगाडि प्राय बालविवाह धेरै हुने गर्थ्यो। लगभग 7-8 क्लासमा पढ्ने 14-15 वर्षको उमेरमा गर्थे। अहिले हाम्रो नजिकै मावि भएको कारणले अनि अब पहिले त केटाहरू मात्र हुन्थे स्कुलमा, अहिले केटीकोहरू सङ्ख्या दोब्बर तेब्बर हुनाले लगभग जो हाम्रो ढिलै स्कुल जाने चलन छ। लगभग हाम्रो 17-18 वर्षमा एसएलसी दिन्छन्। त्यो दिने त्यसको अनुभवले चाहिँ अहिले बालविवाहको पनि केही फाटफुट्ट 2-4% होला, नभए एसएलसी दिएर मात्रै बिहा गर्ने गरेको छ। प्रकृतिले दिल खोलेर सुन्दरता दिए पनि मानवीय सोच र परम्पराका केही पाटाहरू भने लामो समयसम्म अन्धकारको सुरुङभित्र रमलिरहेका थिए। विविधताको यो सुन्दर फुलबारीभित्र कतै न कतै विभेदका काँडाहरू लुकिरहेका थिए।
जसले सुरुमाको वास्तविक सौन्दर्यलाई पूर्ण रूपमा फक्रेन दिइरहेका थिएनन्। कुनै पनि समाजको विकास तबसम्म अधुरो रहन्छ जबसम्म त्यहाँका नागरिकहरू जात, धर्म, लिङ्ग, वर्ग र क्षेत्रका आधारमा विभाजित हुन्छन्। विगतको सुरमा गाउँपालिका पनि यस्तै एउटा जटिल सामाजिक सङ्क्रमणबाट गुज्रिरहेको थियो। यहाँका ऐतिहासिक र धार्मिक धरोहरहरू पनि आदरणीय थिए। समाजमा व्यक्त रूढिवादी परम्पराहरू उत्तिकै कठोर र अमानवीय थिए। विशेष गरी महिनावारीका समयमा महिलाहरूले भोग्नुपर्ने छाउपडी प्रथाको चरम रूप, जातीय छुवाछुतको गहिरो खाडल र लैङ्गिक तथा शैक्षिक विभेद यहाँको दैनिकी जस्तो बनेको थियो। एउटा वर्गले अर्को वर्गलाई गर्ने असमान व्यवहार र विभाजनलाई समाजले स्वाभाविक जस्तै मानिआएको थियो। अशिक्षाको अँध्यारो र धार्मिक सांस्कृतिक पूर्वाग्रहका कारण समाजमा भित्रभित्रै असन्तोष र द्वन्द्वको भूसको आगो बलिरहेको थियो। गरिबी र बेरोजगारी त छँदै थियो, त्यसमाथि शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत आवश्यकतामा सबै नागरिकको समान पहुँच थिएन। कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा मानवाधिकारको उल्लङ्घनका घटनाहरू सामान्य जस्तै लाग्थे। हिजोको त्यो सुरमा जहाँ विभेद गर्ने कुरामा समाज सर्वश्रेष्ठ जस्तै बनेर उभिएको थियो, त्यहाँका सीमान्तकृत समुदाय, महिला र अपाङ्गता भएका व्यक्तिहरूका लागि आत्मसम्मानका साथ बाँच्नु एउटा ठूलो सङ्घर्ष थियो। तर समय सधैँ एकनाश रहँदैन र परिवर्तन प्रकृतिको नियम हो। समाजमा व्याप्त यो असमानता र विभेदलाई निर्मूल पार्नु राज्यको सबैभन्दा पहिलो र अहम दायित्व हो। यही संवैधानिक र नैतिक दायित्वलाई बुझेर सुरमा गाउँपालिका सरकारले एउटा नयाँ र साहसिक यात्राको सुरुवात गर्यो। पालिकाले केवल पूर्वाधार विकास, बाटोघाटो र भवन निर्माणलाई मात्रै विकास मानेन, बरु मानवीय चेतनाको विकास र सामाजिक रूपान्तरणलाई आफ्नो मुख्य प्राथमिकता बनायो। पालिका सरकारले विभेद रहित सुरमा को नारासहित गाउँ गाउँमा सचेतनामूलक अभियानको आँधीबेरी नै सिर्जना गर्यो। रूढिवादी परम्परा र कुप्रथा विरुद्ध बनेका कानुनहरूलाई स्थानीय स्तरमा कडाइका साथ लागू गरियो। सुरमा गाउँपालिकाले विगतका दिनदेखि यो सामाजिक विभेद न्यूनीकरण सम्बन्धी विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ। यो पालिकामा विभिन्न किसिमका विभेदहरू रहिआएका थिए। विभिन्न किसिमका जस्तै धार्मिक विभेदहरू भयो होइन, जस्तै महिलाहरूमा लैङ्गिक विभेद भयो, छाउपडी प्रथा भयो, अनि बाल विवाह र दलितहरूको जातीय विभेदका कुराहरू रहेका थिए। अब यो स्थानीय सरकार पश्चात यहाँ विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरू र अवेरनेसका कार्यक्रमहरू गर्दै आइसकेपछि यी कुराहरू एकदमै न्यूनीकरण हुँदै गइरहेका छन्। जस्तै पहिला चाहिँ छाउगोठ अलग्गै थियो, त्यहाँ लैङ्गिक हिंसा हुने हरेक कुराहरू थियो। अहिले चाहिँ के अरे एउटा राम्रो खटिया लगाएर घरकै एउटा कोठामा तल एउटा कोठामा बस्ने किसिमको वातावरण यहाँका महिला दिदीबहिनी र यहाँको समाजले त्यो स्वीकार गरिसकेका छन्। त्यस्तै जातीय विभेदका कुराहरूमा पनि अब सँगै खाना खाने, सँगै पानी खाने त्यस्तो किसिमको विभेद गर्ने खाले छैन, त्यो पनि न्यूनीकरण भइसकेको छ। अझै केही रूपमा यहाँ बालविवाहको चाहिँ अलिकता बालविवाह चाहिँ बढी नै छ भनौँ, र यसका लागि पनि अब हामीले विभिन्न किसिमका कार्यक्रमहरू गरिरहेका छौँ। अनि जाति निकाय संस्थासँग कोर्डिनेसनको पाटो छ र विभिन्न मिडियाहरूसँग र विभिन्न सरकारवालाहरूसँग हामीले समन्वयात्मक काम गरेर यो कुराहरूलाई पनि हामीले न्यूनीकरण गर्ने तर्फ अगाडि बढिरहेका छौँ। अब यो बानी बेहोरा परिवर्तन भन्ने कुरा एक्कासी हुँदैन, यो बिहेभियर चेन्जका कुराहरू बिस्तारै हुने हो र यो बिहेभियर चेन्ज र व्यवहारमा उतार्ने कुराहरू मा अब हाम्रो समुदाय लागि परेको छ। पहिला यहाँ एकदमै गाउँ आयो कि गु आयो भन्ने त्यस्तो किसिमको चलन पनि थियो। अब हामीले त्यो प्रत्येक घर घरमा एक किसिमको शौचालय गरेर ओडिएफ
अब यस्तो किसिमको होइन खुल्ला दिशामुक्त समाज पनि हामीले यहाँ निर्माण गरिसकेका छौँ र यस्तै यस्तै समाजका विकृति कुरीतिहरूलाई चाहिँ न्यूनीकरण गर्नका लागि यस पालिकाले विभिन्न किसिमका कार्यक्रम गर्दै आएको रहेको छ र पछि पनि यसलाई निरन्तरता दिने हामी प्रतिबद्धता व्यक्त गर्छौँ। विभेद गर्ने जो कोहीलाई पनि कानुनी कठघेरामा उभ्याउने दृढता पालिकाको देखियो। पालिकाका जनप्रतिनिधिहरू आफै गाउँ गाउँ टोल टोल र प्रत्येक घरधुरीमा पुगेर नागरिकहरूलाई बुझाउन थाले। निजी क्षेत्र, स्थानीय क्लब, आमा समूह र नागरिक समाजलाई एउटै सूत्रमा बाँधेर सामाजिक कुप्रथा विरुद्ध चौतर्फी घेराबन्दी गरियो। महिला, दलित, अपाङ्गता भएका व्यक्ति र वर्षौंदेखि पछाडि पारिएका समुदायलाई मूलधारमा ल्याउनका लागि विशेष बजेट, नीति र अवसरहरूको व्यवस्था गरियो, जसले सुर्माको रूपान्तरणको जग बसाल्यो। पालिकाको यो निरन्तरताको दौडधुप र प्रयासले बिस्तारै गाउँमा सिंहदरबार आएको वास्तविक महसुस गराउन थाल्यो। आज सुर्मा गाउँपालिकामा गुणस्तरीय शिक्षाको व्यापक विस्तार भइरहेको छ। हिजो विद्यालयको मुख देख्न नपाउने बालबालिकाहरू आज ढुक्कसँग कक्षा कोठामा उपस्थित भइरहेका छन्। दलित र गैरदलितका बालबालिकाहरू एउटै बेन्चमा बसेर एउटै पुस्तक पढ्दै समतामूलक समाजको पाठ सिकिरहेका छन्। सबैतिर सुविस्ता छ सर, अब त धेरै सुविस्ता छ सबैतिर। यहाँ माइसा यही गाउँका विरोधलाई लागि कसैले असल काम गरे न त्यसले त खाल्यो, उसै पछि लाग्दा छन्, त्यसले त यसो हरिहाल्यो नि। यो त्यो पनि सुधारौँ हामी पनि लागु नि सहयोगता होइन के, त्यही मान्छे बनाउने मान्छे त फालिहाल्यो पुरो। त्यही हो सर, बरु अगाडि हाम्रा बुढाबुढी देवताको सारी मान्दा अझ पनि हामी बुढाबुढीको हटाउँ। अब काखो पनि घर लागेका छाउपडी पनि आनन्द निकाट घरका रोना खर्चुया आटा जसा हुँदा पनि निकाटिन हाली घर लगाएको हामीले। अब निकरी सबैतिर सुविस्ता, बाहिर हुनाको बुढाबुढीले यस्तो छ भने थाहा पाएको छैन। अब सबैतिर व्यवस्था हामी, अब यहाँ भयो नि त सफाइ पनि व्यवस्था, सबैतिर व्यवस्था। अहिले त अझ नि कसरी हुन्न, अब पहिलेको धर्म हेर्नु नि त अब के हुन्न, अब उसै जमाना चाहिँ उसै माइसा चाहिँ उसै आजभोल लेखापढी भए त्यो जमानामा न केही जान्थेन, उही लेखापढीको हिसाबमा चल्न लाग्यो। न त न त्यसो त छैन हजुर। आजभोलि के छ, पहिले अब हाम्रो त छुटछुट्टै हजुर, अब पनि केही छैन। अब के छ जाउँ छाउको त कोही मान्ने छैन। अब क्या सम्पत्ति आयो, क्या जुग आयो, क्या जमाना आयो, यस्तै छ हजुर। अगाडिको भन्दा अहिले अलिक फरक छ। अगाडि त भुइँतीगाड भन्दा पारी रहन्छौँ, अहिले त यहाँ अलिअलि गाउँघरमा पनि बस्नु पाइन्छ। अहिले त बनाएको नमिल्छ। अगाडि त छुई हो, अगाडि त धेरै टाढा रहने, अब पायो कि खानु, न त न त्यस्तै पनि पढ्नु। अब त पाइन्छ, आफूले बनाएर खाए पनि मिल्छ। पहिला भन्दा त अहिले अलिक ठिक छ हजुर। पहिला त बाटोमा पनि हिँड्न पाएको थिएन हजुर होइन, घर नजिक पनि जान पाएको थिएन। फेरि काम त अब सबैभन्दा दुःख मिहिनेत दलितले गरिराख्नु भएको थियो हजुर होइन। अहिले पहिलाका भन्दा ठिक छ। स्कुल त पढ्न पाएको छ हजुर, स्कुल पढ्न पाएको छ, तर आफ्नै उनको अभिभावकको कारणले अलिक कमजोर अवस्था उनको अभिभावकको कारणले छ। केही जस्ता मान्छेहरू अब रक्सी खाने हुनाले अनि घरको आर्थिक अवस्था कमजोर हुनाले आफ्नै कारणले कमी कमजोरी छ, तर स्कुलबाट पाउने सुविधाहरू ठिकै छ। छाउछुतको केही नै, आफै बनाउँदा आफै खाँदा आफै जाँदा हुनु। पहिले मदिरा सुर्मा गाउँपालिकाभरि छेपछेपी मात्रामा भएको बेला हामीले एकदम त्यसलाई निर्मल पार्नको लागि समिति बनाउँ। दुनियाँ यो गाउँ टोल समिति यता यो गाविस स्तरीय समिति गठन बनायौँ। त्यसबाट अब धेरै किसिमको उति बेला अब खैनी रक्सी खाएर खैनीलाई कुट्ने, झगडा गर्ने, चौकीमा आउने हुन्थ्यो, तर अहिले त्यो अवस्था छैन। रक्सीको हिसाबले हेर्ने हो भने अहिले लगभग अब जहाँ रक्सी सुर्मा गाउँपालिकामा नभएको होइन, छ्यापछ्यापी छ, तर खाएर त्यस्तो हिंसा भन्ने कुरा अहिले केही त्यस्तो छैन। अब अहिले जसै दलितको बारेमा पनि अब जसै पहिले सुर्मा गाउँपालिकाका मान्छे छडो हाल्ने बानीबाट जसै
छोछो गर्ने भन्ने छ, तर त्यस्तो हुँदैन। अहिले जहाँ मठ मन्दिरहरूमा दर्शन गरिरहेछन्, अब सँगै गएका छन्। अब यहाँका सुर्मा गाउँपालिकाका मान्छे दलितहरू हल्लिए, अब बझाङ जिल्लामा हल्लिए पनि छन्, अब यममा बढी खलिया हुन्। अहिले खलिया पनि छोडिसक्यो, उनीहरू आफ्नो व्यवसायमा लागेका छन्, हामी हाम्रै व्यवसायमा लागेका छौँ। जो काम गर्नेले खाइरहेछन्, अब जस्तै एक कट्टो जौँ हामीले पाएको छ भने आधा आधा बाँडेर खाने सिस्टम छ। अहिलेसम्म त्यो ठग्ने किसिमको पनि केही भएको छैन। अब विद्यालयमा पनि जसै कि दलित हुनेर हेप्ने सेप्ने त्यो पनि अवस्था छैन। मन्दिरको बारेमा मैले भनिहालेँ, मन्दिरमा पनि दर्शन गरिरहेछन्। जेही हामीले पनि अब तिनलाई नआऊ भन्ने सिस्टमले हामीले यो दलितहरूले गैर दलितहरूले नआऊ भनेर त्यस्तो बाध्यता पारेको छैन। कोही आफ्ना स्वेच्छाले दम हुने मान्छे त्यहाँ दर्शन गरेर पनि आउँछन्, कोही डराने हुने पुराना मान्छे। हामी त धर्मकर्ममा बस्ने मान्छे हौँ, हामी अलग्गै छुट्टै बस्दा हुने, तिनको आफ्नो मनस्थिति त्यही हो। पहिलाको हाँसु खाना दिदिथिन्न, खाना खिलाउन दिदिन्न, बोलिदिने कुरो काम भयो नदिने कुरो कामहरू हुँदैन। बरी बोरी हाँसु भाकिन हाँसु बोरी भाकिन भयो स्याउ अरे आफू आउँदिनु चुला बस्दिनु खाना दाना आफू गरी खाँदिनुलाई क्या बरी चिग्ली हुने मान्दिनु, बरीले हुने मान्नु पऱ्यो, मानिदिनु पुनः बेसी भएको। अब पहिलाको भन्दा सुविधा भइहाल्छ। अब यार छाउपडी छाना रहन्छन्, गोठा रहन्छन्, अब कोठा रहन्छन्, भान्सा त लाग्दैन। खानापिना पुनः उयो हो, खानापिना जे छ उही खाँदा छन्। दिदाले भात नएको त्यसै खान्छन्। त्यो त घरि त मान्दैन नि त, भान्सारै जाँदैन, भान्सा पकाएको पनि खाँदैन, कोठा त कोठा रहँदा साना कुरा रहँदैन। गोठ पनि बनाएका छन्, त्यसै कोठा बस्दाको। पहिले त अब दलित भन्दा नि जाइ हेला मान्ने, अब छाउछुट देला लौटो आए पनि हुन नि त। अचेल त केही छैन। पहिला भन्दा त अब धेरै, पहिला त यहाँ देलौडाइ नाम्छे, अब त भित्र नाम लाग्यो। खासै अगाडिको भन्दा त धेरै उयो भइसकेको छ। अब त साउपडीको त अगाडि गोठवटा रहँदा अब त कोठामा रहन्छन्। अब पहिलाका जस्तो केही छैन, अब पहिला जति मान्दैन। समाजमा अब यो छुवाछुतको घरेलु हिंसा न, पहिला अब घरेलु हिंसा पहिला धेरै थियो, सासूले बुहारीले पनि त्यस्तो अचेल दही दुध। अब आजकल त दही दुध पनि दिँदा छ। म चाहिँ अब सुत्ने कोठा अलग्गै हुन्थ्यो सर, अब आजकल त आफ्नै कोठा सुत्दा अब घरेलु हिंसा त पहिला सासू बुहारीले जस्तै बुहारीले खाना पकाउन नपाउने थियो सर। अब पहिला त अब आजकल त केही छैन सर त्यस्तो घरेलु हिंसा। अब पुरुषले महिलालाई गाई के अब दाना खाएन, रक्सी खाएन, गाई हिंसा त भइहाल्छ सर। तर मान्दिनँ सर, कति परेछ रे सर त्यस्तो। अब कार्यक्रम ओऱ्याएपछि कहिले घट्टान सर घरमा त। अब कार्यक्रम ओऱ्याएपछि पनि यहाँका मान्छे तमी महिलाहरू त हो यस्तो उस्तो, तमीले हुनेको हामी कहाँ मान्छौँ भन्ने त सर हुन्छौँ सर। जातीय छुवाछुत त हुन्छ सर। पहिला अब मन्दिर जाँदा छैन सर जातीय छुवाछुत। अहिले आजकल अब मेलाका बेला मन्दिर जान्छन्, मन्दिरको दर्शन गरेर आउँछन् सर। माथि एर्चा टिम्न जान्छन् सर। पहिला एर्चा टिम्न जान दिन्थेन, आजकल त पुरा दिन जान्छ दलित। समाजमा समानता, मानवाधिकार र सहिष्णुताका बारेमा यसरी जनचेतना फैलिएको छ कि हिजो विभेदलाई परम्परा मान्ने ज्येष्ठ नागरिकहरू समेत आज परिवर्तनको पक्षमा उभिएका छन्। महिनावारी विभेद, जातीय विभेद जस्ता कुप्रथाहरू धेरै हदसम्म न्यूनीकरण भएका छन्। महिलाहरूले घरभित्रै सुरक्षित र सम्मानित वातावरण पाउन थालेका छन्। सार्वजनिक धारा, पँधेरो र धार्मिक स्थलहरूमा हुने जातीय भेदभाव इतिहास बन्दै गएको छ। आज सुरुमामा प्रत्येक नागरिकमा यो चेतनाको विकास भएको छ कि जात, लिङ्ग वा वर्गका आधारमा कोही सानो वा ठुलो हुँदैन। सामाजिक विभेदका लागि अहिले सुरुमा गाउँपालिका धेरै नै फरक फेरिएको छ। समाजमा भइरहने सबै खाले हिंसाहरू पहिला धेरै थिए, आजकल धेरै कमी भएको छ। जनता चेतनशील पहिलाका भन्दा धेरै भइसकेका छन्। जात, लिङ्ग, धर्म वा शारीरिक अवस्थाका आधारमा हुने भेदभाव
पहिला धेरै गरिन्थ्यो, आजकल धेरै घटेको छ। भेदभाव र शोषण अवस्था धेरै नै फेरिएको छ। लिङ्गका आधारमा हुने हिंसा पनि धेरै कमी आएको छ। पुरुषले महिलामाथि गर्ने हिंसा पहिला धेरै हुन्थ्यो भने आजकल धेरै कमी भइसकेको छ। हिंसा मदिरा सेवनले गर्दा धेरै गाउँघरमा हिंसा हुन्थ्यो, आजकल त्यही मदिरा पनि बेच्ने घर घरमा गएर महिलाहरूले त्यही जरिवाना उठाउन थाले र जरिवानाले गर्दा केही कमी भएको छ र लिङ्गका आधारमा हुने धेरै कमी भएको छ। र पालिकामा हामी आएपछि पटक हामीले सबै महिला हिंसा सम्बन्धी धेरै कार्यक्रमहरू गऱ्यौँ र त्यसपछि महिलाहरू अलि हामीले यस्तो गर्नु पर्दैन र अलि केही न केही हामीबाट केही सुनेपछि अलिअलि केही उनलाई पनि केही अलिअलि कुरा यस्तो हुँदो रहेछ, राम्रो कुरा हामीले पनि सिक्नुपर्छ, तिनले त्यो भनेको ठिकै हो र हामीले पनि समाजमा गएर केही न केही राम्रो कुरा सिक्नुपर्छ भने उनको अलि त्यो सिकेर मनसाय बसेको हुनाले उनले अब त्यो अलिक पहिलाको भन्दा धेरै फरक भएको छ। सामाजिक शिक्षामा पनि हामीले काम गऱ्यौँ। अहिले पहिलाको भन्दा धेरै महिलामाथि हुने हिंसा धेरै कम भइसकेको छ र यो ठाउँमा पहिले वर्गीय भेदभाव धेरै हुन्थ्यो र आजभोलि पहिलाको भन्दा धेरै दूर भइसकेको छ। समाजमा एकताको सन्देश दिइरहेको सुरमा देवीले हामी सबैको हेर्ने दृष्टिकोण सुरमा देवीको एउटै हुन्छ, कोही तलमाथि भन्ने उनको सोचाइ र हेराइ हुँदैन। हामीले आफ्नै मनदेखि हामीले तलमाथि मान्ने यो दलित क्षेत्री भन्ने हामीले आफ्नै मनदेखि हामीले आफै मानेका हुन्छौँ। सुरमा देवीले सबै समान व्यवहारमा हेर्ने गर्छन् र चेतनाकै कमीले गर्दा शारीरिक वा मानसिक अवस्था व्यक्तिले पनि विभेद गरिन्थ्यो। अहिले अपाङ्ग भएका व्यक्तिले पनि समाजका साथ समाजमा बस्न खान राम्रोसँग पाएका छन्। पहिला धेरै उनलाई जथाभावी अपाङ्ग डुँडो कानु भन्ने शब्द पनि त्यस्तो बोलिन्थ्यो। आजकल सबै मान्छे शिक्षित भएर होला त्यसो नराम्रो बोलिँदैन र तिनले उनी अपाङ्ग भएका व्यक्तिले पनि सबै समाजमा आएर तिनलाई नराम्रो व्यवहार गरिँदैन। यौनिकता र धर्मका आधारमा गरिने भेदभाव पहिला धेरै हुन्थ्यो भने सदियादेखि चलिआएको थियो धेरै हुने, आजकल त्यो धेरै कमी भइसकेको छ। अन्धविश्वास, पितृसत्ता सोच, शिक्षाको कमी, परम्परा, साँगुरो सामाजिक मूल्य मान्यता अहिले घटेको छ। हामीलाई पनि गर्व लाग्छ, नजिकको सरकार हुँदा समाज रूपान्तर हुने रहेछ भन्ने हामीलाई पनि सोच भएको छ। सबै नागरिकलाई समान अवसर र समान अधिकार दिनुपर्छ भन्ने लयमा सिङ्गो गाउँपालिका हिँड्न थालेको छ। जनताले महसुस गरिरहेको यो न्याय र आत्मसम्मान नै सुरमा गाउँपालिका सरकारको सबैभन्दा ठूलो सफलता हो। कुनै समय विभेदको चरम रूप भोगिरहेको सुरमा आफैमा सुध्रिएको यो अवस्थासम्म आइपुग्नु सिङ्गो मुलुकका लागि एउटा गौरवको विषय हो। अशिक्षा, गरिबी र बेरोजगारीका चुनौतीहरू अझै पनि पूर्ण रूपमा सकिएका त छैनन्, तर ती चुनौतीहरूसँग लड्ने सुर्मेली जनताको आँट र पालिकाको नीति भने निकै बलियो भइसकेको छ। सामाजिक एकता र सद्भाव कमजोर भएको त्यो विगतलाई बिर्सिएर आज सुर्मेली राष्ट्रिय विकासमा आफ्नो बलियो साझेदारी प्रस्तुत गरिरहेका छन्। शान्ति, समानता र दिगो विकासको बाटोमा कुदिरहेको यो सानो पालिकाले देखाएको मार्गचित्र अन्य स्थानीय तहका लागि पनि अनुकरणीय छ। रूढिवादी परम्पराको साङ्लो चुडालेर आधुनिक र समतामूलक समाजतर्फ लम्किएको सुर्माको यो यात्रा अब रोकिने छैन।
हिजोको अँध्यारो इतिहासलाई चिर्दै समानताको नयाँ बिहानी अङ्गालेको सुरुमा गाउँपालिका आगामी पुस्ताका लागि एउटा सुन्दर न्यायपूर्ण र समृद्धको प्रतीक बनेर युगौँ युगसम्म चम्किरहनेछ। परिवर्तन सम्भव छ र त्यो परिवर्तन आज सुरुमाको माटोमा प्रष्ट देखिन्छ।